हेलो गाइज, वेलकम बैक माई युट्युब च्यानल भ्लग क्षेत्र। आज हामी यता बागदी नदीको छेउ किनारमा छौँ है गाइजहरू। कुलो लिन आएको सिँचाइ पछि यो अब वैकल्पिकको रूपमा प्रयोग गरेको मुहानमा आएको छ हामी। अब मूल कुलो चाहिँ बन्दैछ होइन। हाम्रो अध्यक्षज्यू यता बिस्तारै आउँदै हुनुहुन्छ। पानी त आउँछ, यत्रो पानी छ। यो वैकल्पिक मुहान साथीहरू, यो चाहिँ अब मूल मुहान चाहिँ उतातिर माथि भैँसियामा बन्दैछ होइन। अनि यो चाहिँ वैकल्पिक मुहान हो खास होइन। पानी चाहिँ यत्रो आइरहेछ, यत्रो पानी आइरहेछ गाइज। यो पानी तर तल माझमा पुग्दैन। के गर्ने, गाह्रो छ। माझमै पुग्दैन, बोटगाउँ किन भन्नु त। माझगाउँ नपुग्ने, माझगाउँमै पुग्दैन उ राम्रोसँग, गाह्रो छ। पानी त आइरहेछ, यत्रो पानी त यो यत्रो पानी गइरहेछ नि। त्यो त मूल कुलो, यो त वैकल्पिक कुलो भयो नि। यो त राईगाउँ सिँचाइ माझगाउँ बोटगाउँसम्म लान निमित्त अब आज हामी सबैजनालाई सहयोगमा आइरहेछ। यहाँको कृषक साथीहरूले धेरै सहयोग दिनुभएको छ। यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र यहाँ अहिले धेरै सबैभन्दा पहिलो प्रथम अलिकति कमी कमजोर के भइरहेछ भने अब यो कुलो पनि अलिकति हाम्रो राईगाउँ सिँचाइको अलिकति कुलो कमी कमजोर भएको कारणले पनि अलिकति पानी अलि अभाव भइरहेछ। पानी त पुरै फुलै भइरहेछ। वैकल्पिक हामीले यहाँबाट अहिले पानी लिएर आएछ। उता मेनबाट पनि पानी यो दुई ठाउँबाटै अहिले पानी ल्याएर हालेको अवस्था छ हो गाइजहरूलाई। मैले त सक्छु होइन, फेरि उताबाट आधा छोड्न नसक्ला नि त। उमर बिजु प्लस लाग्यो नि तपाईले हजुर। कल आयो। Shitra, please pick up the call. भिडियो जोइन गरौँ न, भिडियो भएको छैन लिएर छ। बेला भन्नु भाइ बिस्तारी बिस्तारी। भयो होला। उतै लाने हैन त। हाय दादा। सब डाला बैठ
सिँचाइ साथीहरू सिँचाइको यो वैकल्पिक पानीको मुहानमा साथीहरू पुरै यहाँ पानी बढाउने कार्यक्रम भइरहेको छ। यो बागमती नदीको किनारामा हामी बुढोहरू यहाँ गर्दैछन्। हामीले अध्यक्षज्यू वैकल्पिक मुहानमा अब उताको मुहान मूल मुहान चाहिँ बन्ने छ। यो वैकल्पिक मुहानमा बिस्तारै बिस्तारै भइरहेछ। यत्रो पानी यो पानी चाहिँ बोटगाउँसम्म पुग्नुपर्छ हाम्रो सायद। यो चाहिँ गुर्दुमको फेदिमा मेन मुहान चाहिँ बाँकी छ। यो वैकल्पिक मुहान अहिले तत्काल अवस्था पानीको आवश्यकता पुरा गर्नको लागि भइरहेछ। के देखेन आगा